हेलो गुड मर्निङ गाइस भेरी गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी बिहानै आजको दिन मेरो यो मर्निङ वकबाट सुरु हुँदैछ। बिहानै छ एकदम एका बिहानै यहाँनिर कोही पनि देखिएको छैन। यता आऊ छोरा ल त आजको दिन चाहिँ मेरो यसरी स्टार्ट हुँदैछ साथीहरू मर्निङ वकबाट। र म आजको दिनको फुल क्लिपहरू यो मेरो दिनभरिको भ्लगमा देखाउने छु तपाईहरुलाई। साथीहरू यहाँनिर यस्तो छ बिहानै र बिहानै एकदमै फ्रेस फिल भइरहेको छ हैन। के कस्तो छ चरा पनि कराइरहेको छ। चरा चुरुङ्गीहरू एकदम कराइरहेको छ। यहाँ अघि मान्छेहरू आएर बसिरहेको। वेलकम ब्याक टु माई च्यानल है साथीहरू। अब चाहिँ हामी यो मर्निङ वक सकेर चाहिँ म घरमा फर्किसकेको छु। अब चाहिँ म यहाँ माछालाई चारो लगाउँदैछु है। मेरो माछा बिचरा भोकाइसक्यो, कतिखेर मालिक आउँछ भनेर पर्खिराखेको रहेछ हैन। अब चाहिँ म यो नानीको लागि खाजा बनाउँदैछु। बिहान हिँड्दा थाकेर त्यो पनि भोक लाग्यो बाटैबाट भनिरहेको थिएँ हैन। र म चाहिँ यहाँनिर खाजा बनाउँछु। यसपछि चाहिँ हामी के गर्छौँ म तपाईँलाई देखाउने नै छु है। हामी एकदमै रमाइलो गर्नेछौँ, डान्स गर्नेछौँ, यताउता घुम्नेछौँ हैन। म तपाईँलाई यो दिउँसोभरिको मेरो भ्लगमा चाहिँ म समेट्दैछु है साथीहरू। यो खाजा चाहिँ मेरो लगभग रेडी भइसकेको छ। अब चाहिँ म यहाँ मेरो नानीलाई यो खाजा दिन्छु। त्यसपछि म चाहिँ भने घरको कामतिर लाग्छु। अब यो मेरो भइसकेको छ खाजा पनि र नानीलाई म दिन चाहिँ लागिरहेको छु। ल त साथीहरू यो मेरो छोराको लागि खाजा हतारले बोक्ले म चाहिँ यहाँ सोध्दैछु खाजा नि खाएको छैन भनेर। ल खाजा नि खाइसक्यो। अब चाहिँ हामी यहाँनिर डान्स गर्ने। म चाहिँ नानीलाई यहाँनिर उल्काएर ल डान्स गर्नुपर्छ भने नेपाली सङमा ल हेर्नुहोस् यो चाहिँ गाना रुकुमैको टार भन्नेमा म यहाँ डान्स गर्दैछु। म ब्याकको म्युजिक चाहिँ लगाइनँ किनकि मेरो यो ब्याकको म्युजिक लगायो भने मेरो कपिराइट आउने चान्सेस हुन्छ। त्यही भएर मैले लगाएको छुइनँ। तर डान्स गरेँ पहिला, त्यसपछि यो डान्सपछि म के गर्छु अब तपाईलाई हेर्दै जानु होला हैन। आँखा त राम्रै छ मन पराउने ओठ, मन पराउने आँखा होला सायद एकछिन यता चाहिँ हैन समथिङ के हैन। अब म लागे सरसफाइतिर है। अब नाच्नु गाउनु रमाइलो गर्नु त ठिकै छ। हामी छोरी मान्छेले काम गर्नुपर्ने हुन्छ, घरको कामहरू पनि सक्नुपर्ने हुन्छ हैन। यो गरिसकेर चाहिँ अब यो ड्युटी जाने अब तर्खरमा छ मेरो यो नानीको पापा चाहिँ हैन ड्युटी जाने। अब हामी चाहिँ घरमै यहाँनिर के यताउता गर्ने बस्ने। यहाँ नानीलाई होमवर्क ल गाइस अब हाम्रो खानाको टाइम भयो। हामी आमा छोराको यहाँनिर खानाको टाइम भइसकेको छ। अब चाहिँ हामी यहाँ खाना खाँदैछौँ। खाना खाँदै ला कहाँ हालेको नि भएको नि यस्तो छ। अनि यसरी काम बिगाऱ्यो छोरा। अब के गर्छ? के हो बुद्धि त तिम्रो नि? के को हतार परेको खाने बेलामा बिस्तारो गर्नुपर्छ काम गर्दाखेरि। फेरि मुख लाग्छ, मुख लाग्ने त्यसरी काम बिगार्दै। ह्यान्ड वास गर्छ मजाले। कहाँ फ्याँकेको त्यहाँ बदमास लाग्यो। ल त साथीहरू म पनि यहाँ छोरासँगै खाना खान लागेँ। मैले यहाँनिर छोरालाई चाहिँ ल छिटो खाऊ अब हामी घुम्न जानुपर्छ भनेर भन्दैछु हैन। यो सकेर चाहिँ अब हामी कहाँ बाहिर घुम्न जाने हो। ल साथीहरू अब हामी चाहिँ खानासाना खाएर घरमा सरसफाइहरू गरेर लाग्यौँ है बेसनगरतिर घुम्न। ल त आज के हुन्छ म तपाईँलाई देखाउँदै जानेछु है। त यो हामी बेसनगर भन्ने ठाउँमा जाँदैछौँ अहिले। ल फाइनली गाइस हामी चाहिँ यहाँनिर घुम्नको लागि बेसनगर बिच आएको छु। किन भने त एउटा यहाँनिर डान्स गर्नु एकदम रेडी छ।
मान्छे छक्कै पर्दैछ होला कस्तो दामी देखिरहेको छ अहिले त हेर्नु न यहाँनिर ल साथीहरू यो चाहिँ चेन्नाईको ठाउँ बेसनगर भन्ने ठाउँमा गाडी लाग्यो मामा र म यतै आएको थियो होइन यही हो त हामी मामासँग आएको ठाउँ यही हो यो त लास्टमा मरिजान्छ फेरि आन्टीको ड्रेस कस्तो लाग्यो अरे भन न कमेन्ट्स गर त राम्रो छैन ल के भएको राम्रो छैन भने यस्तो दामी छ डिजाइनर किन ड्रेस राम्रो छैन पछाडि नाङ्गै छ ल यसले त यस्तो दामी हेर फेसन हो छोरा यो त पछि अन्त तिम्रो गर्लफ्रेन्डले लायो भने के गर्छ पछि गर्लफ्रेन्डले लायो भने के गर्छ पछि के गर्छ अरे गर्लफ्रेन्डले यस्तो ड्रेस लगायो भने चाहिँ के गर्छ अरे अन्त मनपर्छ त मलाई यस्तो आन्टी पो भइसकेको छ ल है गाइसहरू यो चाहिँ मेरिना बिच एकदमै यो ल्या यहाँ हेर्नु न गर्नु थाल्यो डान्स गर्नु थाल्यो यसलाई मन आमा पुरा नाच्नुपर्छ है आज त नाच्ने हो डान्स गर्ने हो यस्तो रमाइलो ठाउँ घुम्ने हो मैले छ नि यो नयाँ बनाएको दामी बनाएको रहेछ हौ तर यहाँनिर त अहिले नि पहिला त थिएन यहाँ यसरी बालुवामा हिँड्नु पर्थ्यो यति धेरै है कीर्तना पुरा बालुवामा हिँड्नु पर्थ्यो पहिला के अहिले त मजाले बनाइदिएको गर न ए पानी धेरै आयो ल त स्वागत छ है मेरो भ्लगमा साथीहरू यो चाहिँ मेरिना बिचको वरिपट्टिबाट मैले तपाईँहरूलाई देखाउने कोसिस गरिरहेको छु यो चाहिँ मेरिना बिचमा हो अझै पनि बाँकी नै छ तपाईँहरूले यो मेरो भिडियो हेर्दै जानुहोला अझै पनि हामी यहाँनिर खाजाहरू खान बाँकी नै छ यो सकेपछि हामी घर जानेतिर तर्खरमा लाग्छौँ र त्यसमाथि हामी यहाँ निकै घर टाढो हुनाले गर्दा चाहिँ हामी खाजा खाएर जाने विचार गरेको छौँ त्यसमा हामी धेरै नै अझै पनि धेरै कुराहरू गर्नै बाँकी छ म तपाईँहरूलाई देखाउने नै छु अझै हाम्रो रमाइलोपनहरू यहाँ सकेकै छैन हेर्दै जानु होला है त साथीहरू स्टार्ट ए काटी छ त्यो त नजर बाय ल साथीहरू आजको यो हाम्रो बेसनगरको यात्रा चाहिँ यतिमै हामी टुङ्ग्याउँदैछौँ अब चाहिँ रात पनि परिसकेको छ हामी घर पुग्नलाई चाहिँ यहाँबाट लगभग 45 मिनट्स लाग्छ होइन 45 मिनट्स लाग्छ रातिको समय छ यतिखेर अफिसबाट जाने मान्छेहरू पनि पुरा हुन्छ त्यसले गर्दा ट्राफिक धेरै हुने चान्सेस भएको कारणले गर्दा चाहिँ हामी लाग्दैछौँ थ्याङ्क यू सो मच यो भिडियोलाई चाहिँ म मेरो सम्पूर्ण यो दिनभरिको मेरो भ्लगमा सब्मिट गाइस यहाँ हेर्नुहोस् कस्तो राम्रो भ्यूज छ यहाँनिर एकदमै रमाइलो छ थ्याङ्क यू सो मच है गाइस डुल्दा हामीलाई चाहिँ भोक लागेको अवस्था हामी चाहिँ यहाँ बाहिरै फुटपाथमा यहाँनिर केही खाँदैछौँ कहिलेकाहीँ स्ट्रिट फुडहरू खानु पनि एकदमै मजा आउँछ साथीहरू कहिलेकाहीँ यो चटपटावा टाइपको यहाँनिर हेर्नुहोस् धेरै भेराइटिजहरू पाउँछ यहाँनिर के खाने हो साथीहरू म चाहिँ यो पानीपुरी खाँदिनँ म दहीपुरी खान्छु तिमी के खाने जुस खाने ल ल जुस लु माग जुस एउटा आउनु न ल एउटा जुस दिइहाल्नु त अनि पोटेटो सोडा खाने सोडा इदे वान भेट्नु का पुलीको चिसो खाने अनि पोटेटो खाने ओके पोटेटो कितना एउटा पोटेटो खान्छ अरे यसले एउटा पोटेटो खान्छ अरे यो खाने
चिया नखाने म चिसो कुराहरू खान्छु बरु चिया खाँदिनँ मैले दामी यो स्प्रिङ पोटेटो माग्नु नि एउटा दामी हुन्छ हो तिमी दहीपुरी दहीपुरी खान्छु म तिमी चिया यस्तो गरममा चिया खानु नि तपाईँ चाहिँ आधा चाहिँ बसिसकेको छ ठिक छ दादा अङ्कललाई चाहिँ के मगाइदियो कोबी 65 ल ल यो चाहिँ पुरै यहाँनिर चाहिँ एकदमै चटपटा टाइपको खानाहरू यो स्प्रिङ पोटेटो भयो अनि यो के अरे कुची पानी चिल्ली बनाना अनियन यो सबै यो चाहिँ फ्राई आइटमहरू मोमोस पनि पाउँदो रहेछ मोमोस चाहिँ यहाँनिर खासै हाम्रो नेपालीले बनाएको जस्तो चाहिँ हुँदैन है मोमोस चाहिँ हाम्रो वर्ल्डमा चाहिँ एकदमै फेमस नेपालीले बनाएको एकदम टेस्टी पनि हुन्छ नेपालीले बनाएको ए ल ठिक छ इदुले त केडीको लस्सी पनि पाउँछ लस्सी खाने हाम्रो यहाँ रेडी हुँदैछ अनियन एन्ना सोलुबङ्गा इदु के स्प्रिङ पोटेटो रेडी हुँदैछ यहाँ हेलो साथीहरू आज चाहिँ हामी यहाँ फुल मेनमा डिस घुमेर चाहिँ हामी थाकेर यहाँनिर केही खानेकुराहरू खानको लागि चाहिँ यहाँनिर आएको छौँ मेन रोडमा आइपुगेछौँ यहाँनिर हामी गाडी बुक गरेर अब यताबाट जाने यहाँ चाहिँ मेरो साथी मेरो प्यारो साथीको हस्बेन्ड यहाँनिर मेरो छोरा अनि यहाँ हुनुहुन्छ अङ्कलजी कस्तो लाग्यो अङ्कल अनि यहाँनिर घुमेर एकदमै यहाँको भौगोलिक गठनलाई हेर्दाखेरि अब यहाँको डिस्ट्रिक्ट भौगोलिक गठन चेन्नईको चाहिँ अब पाउनु नसक्ने अब त्यो साधारण रूपले एकदमै गहिराइमा गएर मात्रै यहाँको भौगोलिक गठनहरू चाहिँ थाहा हुने रहेछ हामी नयाँ नयाँ आउनेहरूलाई होइन बुझेँ तर मलाई गर्नु पाउँदैन त शब्दहरू थियो अहिले होइन प्रयोग गर्नुभएको सायद मेरो साथी भ्लगरले आदि बुझेन म चाहिँ प्योर नेपाली भएर चाहिँ त्यति धेरै साहित्य होइन अङ्कल चाहिँ यहाँनिर कविता लेख्नुहुन्छ कविता के भन्छ कविता लेख्ने कवि हुनुहुन्छ उहाँ चाहिँ त्यही भएर चाहिँ उहाँलाई शब्दहरू एकदम राम्रो उहाँलाई चाहिँ आउँछ त्यही भएर हामीलाई चाहिँ त्यति अलिक गाह्रै हुन्छ त्यही पनि ठिक छ बुझ्नु चाहिँ बुझिन्छ है अङ्कल बुझ्नु चाहिँ बुझिन्छ नेपाली विद्यार्थी भएर आफ्नो भाषालाई होइन भाषा बुझिन्छ तर अलिकति साहित्य पाराले बोल्नुहुन्छ तपाईँ अब कवि हुनुभयो नि त होइन त्यो तरिकाले चाहिँ अलिकति हामीलाई गाह्रै हुन्छ त्यही पनि ठिकै छ बुझ्नु चाहिँ बुझिन्छ एउटा राखिदिनु पर्यो कविता ल त एउटा कविता सुनौँ होइन अङ्कल छोटो मिठो या कवि लेख्नुहुन्छ उहाँ आफैले चाहिँ तयार गरेर बनाउनु भएको कविताहरू उहाँको फेसबुकमा पनि तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो उहाँ यहाँ बेस्ट साथीको पापा हुनुहुन्छ उहाँ चाहिँ यहाँनिर कविता हेर्दै हुनुहुन्छ यहाँनिर आफैले लेख्नु भएको कविता वाचन गरेर सुनाउनु हुँदैछ अङ्कलले चाहिँ तपाईँहरूलाई पनि म सुनाउँदैछु अङ्कलको कविता ल सुनाऊ होइन अङ्कल सानो छोटो मिठो कविता अनुरोधमा एउटा सानो कविता मैले यहाँनिर प्रस्तुत गर्न लागिरहेछु यहाँनिर केही वाचन गर्न लागिरहेछ सायद के अरे अब कतिजनाले अब नेपाली त हाम्रो नेपाली दाजुभाइ सन्तानले मात्रै बुझ्नु सक्छ अन्य जातले त बुझ्नु सक्दैन प्रजातिहरूले त र पनि यहाँ तपाईँहरूको समक्षमा तपाईँहरूको अनुरोधद्वारा चाहिँ पाउन लागिरहेको छु निभेर घर नै अँध्यारो भयो आउँदैन उसको आफन्तहरू मदेखि टाढिएर बिरानो हुँदै गयो सुन्दर शान्तिको घर आँगनमा ऊ हिँडेका पाइलाहरू अब त सबै मेटिएर गयो मेरो आँखाबाट झरेका आँसुका थोपाहरू मलाई धकेल्दै घर छोडी परदेशतिर लाग्न पर्यो मेरो रहल अस्मरणीय सम्झनाहरू बटुल्ने मेरो सानो सेली कुकुर
मेरो यादको गीतमा आँसु खसाली मेरो यादको गीतमा आँसु खसाली मदेखि बिछेडेर गयो फर्केर जानु इच्छा छैन मलाई मेरो घर दैवले खण्डहर बनाइदियो मेरो घर दैवले खण्डहर बनाइदियो सुस्केरमा बाँधिलिएको मेरो मनको गीत बिहेल्तमा न्याउली चरीले रुँदै गाइरह्यो मनको फुल उइलिएर झरेर सदाको निम्ति पतझड भयो बस। थ्याङ्क यू सो मच यो सानो मिठो कविताको लागि चाहिँ अङ्कल एकदमै राम्रो। मैले चाहिँ धेरै पछि यो नेपाली कविता यसरी फेस टु फेस सुन्न पाएँ, एकदम खुसी लाग्यो मलाई चाहिँ। ल अब हामी लागौँ है त खाजातिर है अङ्कल। हाम्रो यहाँ खाजा पनि रेडी भइसक्यो। हामी यो छोटो मिठो कविताको साथसाथै हामी यहाँ खाजातिर लाग्दैछौँ साथीहरू। यो मेरो रहेको छ यहाँ पानीपुरी, अङ्कललाई यहाँनिर गोबी मन्चुरी होइन खानुहोस् तपाईँ हुन्छ। ल म चाहिँ पानीपुरी खाएँ। यहाँ मेरो छोराले चाहिँ यहाँनिर पानीपुरी होइन होला दिदी ए सरी यो चाहिँ मेरो दही पुरी हो। अनि यो मेरो छोरालाई चाहिँ यहाँनिर स्प्रिङ पोटेटो अनि यहाँहरूलाई के खानुभएको हजुरहरूले? पोटेटो चिप्स पोटेटो चिप्स अनि तपाईँले यो भाजी बनाना भाजी होइन सबै। ल साथीहरू ल है त हामी चाहिँ खानातिर लाग्यौँ। यो खाजाको टाइम कहिले काहीँ स्ट्रिट फुड खाँदाखेरि एकदमै मजा आउँछ। मलाई पुरा खान मन लागिरहेको थियो यो रोल चाहिँ स्प्रिङ रोल चाहिँ दामी हुन्छ नि। आफू यो त अलमोस्ट मैले नभनेको पनि उसँग बिहा गरेर एकचोटि किन्थ्यो होला त्यहाँदेखि त घरले दिँदैन यस्तो खानु म त खाइबस्छु कि स्ट्रिट फुड पुरा खानु मनपर्छ मलाई चाहिँ। खुला भेट्न आएको थियो मैले चिनी र आइस उयो मात्रै हालेको रहेछ। सबैजना छु बस एउटै दुईजना साथीभाइ एकजना तिमी छैनौ हमेसा दिल से मिस यु छैन विश्वास लाग्छ हरेक कुरामा मिस हुन्छ तिमी म र यसको त टाइम भइहाल्छ मिलिहाल्छौँ हामी होइन त्यो आजको दिनमा तिम्रो कुरा भयो अतिदेखिको भएको बिचदेखै भएको एकदम रिलहरू बनाउँदा भयो अहिले खाना खाँदा तर हामीले भनेको थियौँ अहिले चाहिँ रियलमै भनेको भिडियोमा तिमीलाई मिस गर्दैछु एकदम धेरै धेरै मिस यु है हाम्रो उषाजीलाई चाहिँ। ल त साथीहरू थ्याङ्क यू सो मच है तपाईँले यो भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा। यो चाहिँ हामी फर्किँदाको भिडियो हो। एकदमै गलेर थाकेर खेल्दा खेल्दै होइन हामी यसरी जाँदैछौँ। नानीलाई अलिकति गाडीमा साह्रो परेर म यहाँ समेटेर लाँदैछु। अब चाहिँ म घरमा पुगेर खानाहरू बनाउँछु खान्छु। बेलुकासम्म म तपाईँलाई देखाइरहेको छु। एकदमै थाकेर मैले एकदमै भिडियोहरू पुरा खिचिनँ। यहाँ चाहिँ हाम्रो चाहिँ यसरी यो बेलुका गएर खानासाना खायौँ र हामीले आराम गऱ्यौँ। यसरी बित्यो आजको दिन चाहिँ साथीहरू। थ्याङ्क यू सो